लेट्स डू मेरो गर्ड गहना आई एम डुइङ अलिकति ट्रायल खालको भिडियो आज पनि किनभने मेरो सेटिङ खोइ के बिग्रेको छ आई कान्ट फिगर इट आउट होइन हिजो सानो एउटा चेन्ज चाहिँ गरेको छु मैले मेरो सेटिङमा सो त्यो गरेपछि चाहिँ कस्तो आउँछ क्वालिटी आई वान्ट टु सी स्पेसली टिकटकमा इन्स्टामाले त्यस्तो डिग्रेड गरेको छैन मेरो क्वालिटी तर टिकटकमा जब भिडियो हाल्छु एकदमै त्यो कस्तो बनाइदिन्छ के लाइक आफ्नो मोबाइलमा कस्तो राम्रो भइरहेको हुन्छ क्वालिटी अनि अपलोड गरेपछि एकदमै ब्लरी कि त एकदमै लाइट फाकेको त्यस्तो खालको भइरहेछ के अनि एट द सेम टाइम इट्स नट ह्यापनिङ विथ एभ्रिबडी होइन कसैकोमा चाहिँ देखाउँदो रहेछ त्यस्तो कसैकोमा चाहिँ राम्रो क्रिस्प नै देखाउँदो रहेछ क्वालिटी सो आई डोन्ट नो मैले रिसेन्टली के नयाँ गरेको छु भन्दाखेरि चाहिँ मैले मेरो एडिटिङ एप चेन्ज गरेको छु कि म पहिला मिटुबाट एप एडिट गर्थेँ भने मैले अहिले क्यापकट युज गर्न थालेको छु तर फर्स्टमा मैले भिडियोहरू बनाउन थाल्दाखेरि चाहिँ मैले क्यापकट नै युज गर्ने गरेको थिएँ अनि तर त्यतिखेर त कति धेरै चिजहरू फ्री थियो नि त लाइक 4K60मा डाउनलोड गर्ने फ्री थियो अनि अल अफ द्याट होइन तर अहिले चाहिँ मैले क्यापकटको प्रो लिएको छु होइन सो यु हेभ टु गेट त्यो अल्ट्रा प्रो कि के आई थिङ्क अल्ट्रा प्रो लिनुपर्छ टु डाउनलोड यो भिडियोज इन 4K60 सो प्रोले पनि पुग्दैन रहेछ अनि आइएम लाइक रियली कन्फ्युज अब के गर्ने भनेर मेरो मिटुको सब्सक्रिप्सन पनि सिद्धियो होइन मिटुमा यतिकै एडिट गर्न त मिल्छ आई थिङ्क यो इस्यु चाहिँ मैले क्यापकट युज गर्न थालेदेखि आएको जस्तो लाग्छ होइन मैले धेरै नै भइसक्यो कि क्यापकट युज नगरेको सो पहिला के थियो त्यस्तो हुन्छ नि पहिला कस्तो आउँथ्यो भिडियो क्वालिटी मलाई यादै छैन कि इट्स अलमोस्ट बिन झन्डै 1.5-2 वर्षै भइसक्यो मैले मिटु युज गर्न थालेको सो म के भन्दै थिएँ मिटुमा चाहिँ के प्रब्लम छ भन्दाखेरि त्यसमा चाहिँ भिडियोहरू अलिकति एडिट गरेर त्यो चेन्ज हुने बेलामा एकदमै ग्लिच जस्तो भइदिन्छ कि त्यो सो त्यो इस्यु चाहिँ छ होइन ठिकै एप चेन्ज गर्ने कुरा मलाई भारी नै पर्यो जस्तो हो किनभने मेरो क्वालिटी हेज डिग्रेडेड सो मच अब मैले गरेको टाइनी चेन्ज पछि पनि भिडियोको क्वालिटी राम्रो आएन रहेछ भने चाहिँ मेबी म मेरो मिटुको सब्सक्रिप्सन लिन्छु फेरि मेकअप भिडियोज बनाउन सुरु गर्ने थियो होइन सो यो रिजनले मैले मेकअप भिडियो बनाउनै पाइरहेको छैन कि किनभने एकदम ओभर स्याचुरेट गरिदिन्छ भिडियोलाई क्वालिटीलाई अनि एकदमै कस्तो भने मेकअपै देख्दैन कि लाउँदाखेरि प्रपरली सो त्यो हुन्छ नि मतलबै भएन कि मेकअप भिडियो बनाएको पनि सो आई डोन्ट नो बाई द वे अब इफ यु गाइज क्यान सी अर नट आई डोन्ट नो तर आज मैले अलिकति टोस्टी खालको मेकअप गर्न ट्राई गरेको छु होइन अलिकति ब्रोन्जी राखेर अनि मैले फेक ल्यास लाउन सिकेको कि न त्यो इन्डिभिजुअल ल्यास हुन्छ नि यस्तो खालको अनि आई ह्याड नो आइडिया यस्तो सजिलो हुन्छ यो लाउन भनेर मलाई कहिले ल्यास हाल्नै आउँदैन थियो त्योहरू म कहिले हाल्दा पनि हालिदिन्थेँ कि तर आई डिड इट माइ सेल्फ एकैछिनमा कि यहाँ तिनवटा राखेको छु इट लुक्स सो नेचुरल सो ब्युटिफुल एनालाइजिङ अन दिस ग्लासेस यही नै राख्ने भएँ मैले लास्टमा लाइक सबै हुन्छ नि प्राय कुनै चाहिँ म युज गर्दिनँ धेरै जस्तो छ कुनै चाहिँ मसँग अलरेडी छ सिमिलर जस्तो छ अनि दिस इज समथिङ द्याट आई डोन्ट ह्याभ एकदमै बोल्ड कलर पर्पलमा अनि सेप पनि इट्स सो डिफरेन्ट दिस इज मेरो गहना आजको लागि आई सी यु गाइज अगेन बाइ